सफल मानिसहरू फरक काम गर्दैनन्, उनीहरू एउटै काममा फरक तरिकाले ध्यान दिन्छन्। आज हामी कुरा गर्दैछौँ जीवनको सबैभन्दा शक्तिशाली हतियार फोकसको बारेमा। तपाईलाई थाहा छ, संसारमा ज्ञान भएका मान्छे धेरै छन्, तालिम लिएका मान्छे धेरै छन्, तर सफल हुने मान्छे किन थोरै छन्? किनभने ज्ञान र अनुभव मात्र पर्याप्त हुँदैन। फरक पार्ने कुरा के हो भने तपाईँ आफ्नो काममा कति केन्द्रित हुनुहुन्छ। अहिलेको जमानामा एउटा नयाँ रोग फैलिएको छ, त्यसको नाम हो मल्टिटास्किङ। एकातिर टिभी हेर्ने, अर्कोतिर मोबाइल चलाउने र त्यसैबीच खाना पनि खाने। यस्तो गर्दा वास्तवमा हामी कुनै पनि कुरामा पूरा ध्यान दिइरहेका हुँदैनौँ। न हामीले टिभी राम्ररी हेर्छौँ, न मोबाइलको कुरा बुझ्छौँ, न त खानाको स्वाद नै महसुस गर्छौँ। त्यसैले साथीहरू, आजैबाट एउटा नियम बनाउनुहोस्, एक समयमा एउटा मात्र काम। जे गर्नुहुन्छ त्यसमा पुरै डुब्नुहोस्, पुरै महसुस गर्नुहोस्। सोच्नुहोस् त, तपाईँ क्रिकेट खेल्दै हुनुहुन्छ तर दिमागमा भोलिको जागिरको चिन्ता छ। न त तपाईँ राम्ररी खेल्न सक्नुहुन्छ, न त त्यो चिन्ताको समाधान नै त्यहाँ हुन्छ। जुन भूमिकामा हुनुहुन्छ त्यसैमा 100% उपस्थित हुनुहोस्। फोकस भनेको ठूलो कुरा गर्ने कला होइन, सानो कुरालाई पनि पूर्णताका साथ गर्ने कला हो। जुन विद्यार्थीले पढ्दा फोन साइडमा राखेर पुरै ध्यान दिन्छ, त्यो नै भोलिको टपर बन्छ। जुन खेलाडीले खेल्दा खेलमा मात्र ध्यान दिन्छ, त्यो नै च्याम्पियन बन्छ। त आजैबाट सुरु गरौँ, एक पटकमा एउटा काम, पूरा ध्यान, पूरा उपस्थिति। किनभने जुन क्षणमा तपाईँ पूर्ण रूपमा उपस्थित हुनुहुन्छ, त्यही क्षणले तपाईँको भविष्य लेख्छ। साथीहरू, एउटा प्रश्न सोध्छु, तपाईँ आफ्नो जीवनमा जुन भूमिकामा हुनुहुन्छ त्यसमा कति प्रतिशत न्याय दिइरहनु भएको छ? तपाईँ विद्यार्थी हुनुहुन्छ भने साँच्चै विद्यार्थी जस्तो सोच्नुहुन्छ? तपाईँ खेलाडी हुनुहुन्छ भने साँच्चै खेलाडी जस्तो जिउनुहुन्छ? कि ओठमा मात्र त्यो परिचय बोकेर हिँडिरहनु भएको छ? जिन्दगीमा जुनसुकै भूमिका पाउनुहोस्, विद्यार्थी, शिक्षक, खेलाडी, व्यापारी, त्यो भूमिकालाई पूरा गर्नु तपाईँको जिम्मेवारी हो। र त्यो जिम्मेवारी आधा अधुरो मनले होइन, 100% ध्यान र ऊर्जाका साथ निभाउनुपर्छ। एउटा क्रिकेट खेलाडी सोचौँ, मैदानमा उभिँदा दिमागमा घरको झगडा, साथीको कुरा वा भोलिको योजना चलिरहेको छ भने त्यो खेलाडीले कहिले राम्रो खेल्न सक्दैन। तर जब उसले क्रिकेट खेल्ने बेला केवल क्रिकेटमै मन लगाउँछ, त्यहीबाट उसको खेल चम्किन थाल्छ। अब कुरा गरौँ त्यो चिजको बारेमा जुन सबैलाई चाहिन्छ तर धेरैलाई कहाँबाट आउँछ भन्ने थाहा हुँदैन। त्यो हो आत्मविश्वास। धेरैले सोच्छन् आत्मविश्वास कुनै जादुई गोली खाएर आउँछ वा भाग्यले दिन्छ। तर साथीहरू, सत्य के हो भने आत्मविश्वास कहिल्यै आकाशबाट खस्दैन। यो सधैँ एउटै ठाउँबाट जन्मन्छ, तयारी, प्रिपरेसन। तपाईँ जुनसुकै परीक्षा दिन जानुहुन्छ, जुनसुकै प्रतियोगिता खेल्न जानुहुन्छ वा जुनसुकै भाषण दिन जानुहुन्छ, यदि तपाईँले राम्ररी तयारी गर्नुभएको छ भने मनभित्रैबाट एउटा बल आउँछ र त्यही बलको नाम आत्मविश्वास हो। सोचेर हेर्नुहोस्, जुन विद्यार्थीले राम्ररी पढेर परीक्षा दिन गयो, ऊ ढुक्क भएर हलमा बस्छ। तर जसले पढेको छैन, ऊ सिटभित्र बसेर पनि डरले काँपिरहेको हुन्छ। फरक किताबको होइन, तयारीको हो। त्यसैले जति धेरै तयारी, त्यति धेरै आत्मविश्वास। यो एउटा सिधा समीकरण हो, यसमा कुनै छोटो बाटो छैन। त साथीहरू, आजैबाट आफ्नो भूमिकालाई पूरा इमानदारीले जिउन थाल्नुहोस् र आत्मविश्वास खोज्नुभन्दा पहिले तयारीमा लाग्नुहोस्। आत्मविश्वास आफै आउनेछ। साथीहरू, के तपाईलाई थाहा छ, तपाईँको आजको नतिजा वास्तवमा धेरै पहिले नै तय भइसकेको हुन्छ? कसरी? आउनुहोस् बुझौँ यो रहस्य। जीवनमा एउटा अदृश्य चक्र चलिरहेको हुन्छ र यो चक्र यसरी चल्छ। तपाईँ जे सुन्नुहुन्छ त्यही सोच्नुहुन्छ, तपाईँ जे सोच्नुहुन्छ त्यसैले तपाईँको विचार बन्छ। तपाईँको जस्तो विचार हुन्छ त्यस्तै तपाईँ विश्वास गर्नुहुन्छ र तपाईँले जे विश्वास गर्नुहुन्छ त्यही अनुसार तपाईँ काम गर्नुहुन्छ। अनि तपाईँले जस्तो काम गर्नुहुन्छ त्यस्तै तपाईँको नतिजा निस्कन्छ। सुन्नु, सोच्नु, विचार, विश्वास, काम, नतिजा। अब सोच्नुहोस्, यदि तपाईँले दिनभर नकारात्मक कुरा मात्र सुन्नुभयो, नकारात्मक मान्छेसँग बस्नुभयो भने यो चक्र कहाँ गएर रोकिन्छ? नकारात्मक नतिजामै, होइन र? त्यसैले साथीहरू, यदि तपाईँ आफ्नो नतिजा बदल्न चाहनुहुन्छ भने त्यो चक्रको सुरुवातबाटै बदल्नुपर्छ। के सुन्ने भन्ने कुराबाट सधैँ प्रेरणादायी, सकारात्मक र प्रगतिका कुराहरू सुन्ने बानी बसाल्नुहोस्। अब अर्को महत्त्वपूर्ण कुरा, के तपाईँले कहिले सोच्नु भएको छ विराट कोहली, रोनाल्डो, मेस्सी जस्ता संसारकै महान खेलाडीहरूसँग पनि किन कोच हुन्छ? किनभने तिनीहरूलाई थाहा छ जति ठुलो भए पनि सिक्ने ठाउँ कहिल्यै सकिँदैन। तिनीहरू आज पनि सिक्छन्, अभ्यास गर्छन्, सुधार गर्छन्।
तर हामीमध्ये धेरैले के गर्छौँ, थोरै सफलता पाउनासाथ सिक्न छोड्छौँ, सुझाव सुन्न छोड्छौँ र साथीहरू यही नै सबैभन्दा ठूलो गल्ती हुन्छ। जसले सिक्ने ढोका बन्द गर्छ उसको प्रगतिको ढोका पनि त्यही बन्द हुन्छ। आफूलाई सफलताको योग्य बनाउनुहोस् र योग्य बन्ने एउटै बाटो हो निरन्तर सिक्ने भोग जगाइराख्ने। त्यसैले याद राख्नुहोस्, तपाईको कान यानी सुन्ने कुरा र तपाईको मन यानी सिक्ने भोग, यी दुवै नै तपाईको भविष्यका सबैभन्दा ठूला निर्माता हुन्। आजैबाट सुरु गरौँ, राम्रा कुरा सुनौँ, राम्रा मान्छेसँग बसौँ र सधैँ सिक्ने विद्यार्थी बनिरहौँ। साथीहरू, अब कुरा गरौँ जीवनको सबैभन्दा रोमाञ्चक विषयमा, सपना। तर सामान्य सपना होइन, त्यो सपना जसले तपाईको मुटु ढुकढुक बनाइदियोस्। धेरै जसो मान्छे जीवनमा ठूलो कुरा किन हासिल गर्दैनन् थाहा छ? किनभने उनीहरूले सुरुमै आफ्नो सपनालाई सानो घेरामा बाँधिदिन्छन्। सोच्नुहोस्, कसैले भन्छ म डाक्टर बन्छु, तर के त्यति नै पर्याप्त हो? किन नभन्ने म उत्कृष्ट डाक्टर बन्छु जसको नाम टाढा टाढासम्म चम्किन्छ? कसैले भन्छ म ब्याङ्कमा जागिर खान्छु, तर किन नसोच्ने म आफै ब्याङ्क खोल्छु? साथीहरू, तपाईको सोचको दायरा जति सानो हुन्छ तपाईको उपलब्धि पनि त्यति नै सानो हुन्छ। त्यसैले ठूलो सोच्ने आँट गर्नुहोस्। अब एउटा रोचक कुरा भन्छु, तपाईको सपना यस्तो हुनुपर्छ जसको बारेमा सोच्दा मनमा एकैछिन काँडा उठोस्, हल्का डर लागोस्। किनकि यदि तपाईको सपनाले तपाईलाई डराउन सक्दैन भने त्यो सपना यति सानो छ कि त्यसले तपाईलाई कहिल्यै हल्लाउनै सक्दैन। ठूलो सपनाले नै तपाईलाई भोर बिहानै उठाउँछ, ठूलो सपनाले नै तपाईलाई थकाइ लाग्दा पनि अघि बढ्न घचघच्याउँछ। सानो सपनाले न त तपाईलाई जगाउँछ न त हल्लाउँछ। तर साथीहरू, ठूलो सपना मात्र देखेर पुग्दैन, सपना पूरा हुनका लागि अवसर पनि चाहिन्छ र जीवनमा अवसर जहिले पनि पूर्व सूचना दिएर आउँदैन। त्यसैले सधैँ तयार अवस्थामा बस्नुहोस्। जब अवसर ढोकामा आउँछ त्यसलाई ढिलो नगरी समात्नुहोस्, किनभने साना साना अवसर र पाइलाहरूले नै पछि गएर ठूलो नतिजा दिन्छन्। याद राख्नुहोस्, इतिहासमा जति पनि ठूला मान्छेहरू भए उनीहरू सबैले एक दिन सानो सपना देखेर होइन, ठूलो र डरलाग्दो सपना देखेरै सुरु गरेका थिए। फरक केवल यति हो, उनीहरूले त्यो डरलाई रोक्नुको सट्टा त्यसैलाई आफ्नो इन्धन बनाए। त साथीहरू, आजैबाट आफ्नो सपनालाई ठूलो बनाउनुहोस्, यति ठूलो कि सोच्दा हल्का डर लागोस् र सधैँ अवसरको खोजीमा तयार रहनुहोस्। साथीहरू, हामीले धेरै कुरा गर्यौं, फोकस, आत्मविश्वास, ठूलो सपना, अवसर, तर यी सबै कुराको जग बस्ने ठाउँ एउटै हो र त्यो हो वर्तमान क्षण। हामी मानिसहरूको एउटा ठूलो समस्या के हो थाहा छ? हामी या त विगतमा बाँच्छौँ या भविष्यमा, वर्तमानमा कमैले बाँच्छौँ। विगतको कुनै गल्ती सम्झेर दिनभर दुखी हुने, काश त्यसो गरेको भए भनेर पछुताउने, यसले के फाइदा गर्छ? विगत त गइसक्यो, त्यसलाई फर्काउन सकिँदैन। अर्कोतिर भोलिको चिन्तामा आजको खुसी बलिदान गर्ने, भोलि के होला कस्तो होला भनेर आजै मन खटाउने, यसले पनि केही समाधान दिँदैन, बरु आजको दिन पनि बिगार्छ। साथीहरू, साँचो कुरा के हो भने तपाईसँग भएको एक मात्र वास्तविक चीज नै वर्तमान क्षण हो। विगत सम्झना मात्र हो, भविष्य कल्पना मात्र हो। जीवन त यही अहिले यसै क्षणमा घटिरहेको छ। र रमाइलो कुरा के छ भने यदि तपाईले आफ्नो वर्तमानलाई सुन्दर र खुशी बनाउनु भयो भने त्यसले आफै भविष्यलाई पनि उज्यालो बनाइदिन्छ, किनकि भोलिको भविष्य त आजको वर्तमानबाट बन्दै जाने हो। त्यसैले जे गरिरहनु भएको छ त्यसमा पुरै रमाउनुहोस्। परिवारसँग बस्दा साँच्चै साथ बस्नुहोस्, न कि मोबाइलमा हराएर। काम गर्दा साँच्चै काममा डुब्नुहोस्, न कि चिन्ताले थिचिएर। जीवन साना साना वर्तमान क्षणहरूको जोड मात्र हो। यी क्षणहरूलाई राम्रो बनाउनु भयो भने सम्पूर्ण जीवन नै राम्रो बन्छ। त साथीहरू, आजैबाट फोकसमा बसौँ, तयारीबाट आत्मविश्वास बनाऊ, सधैँ सिक्ने भोक राखौँ, ठूलो सपना देखौँ र सबैभन्दा महत्त्वपूर्ण यही क्षणमा अहिले नै खुसी बाँचौँ। धन्यवाद साथीहरू, यो प्रेरणादायी यात्रामा सामेल हुनुभएकोमा। भेटौँला अर्को सेसनमा।